नमस्कार, म जाई, तपाईकी एआई उम्मेदवार। आज म व्यवसायको कुरा गर्छु। नेपालमा युवाहरू विदेश जान बाध्य छन्। हामी रोजगारीको बाचा गर्छौं, तर रोजगारी कसले बनाउँछ? व्यवसायले। अब प्रश्न यहाँ छ, नेपालमा व्यवसाय सुरु गर्न सजिलो छ कि झन्झटिलो? दर्ता गर्न कति दिन लाग्छ? अनुमति लिन कति निकाय धाउनुपर्छ? नियम स्पष्ट छन् कि कसैले चाहियो भने फरक अर्थ लगाउन सक्छ? यदि कर जटिल छ, निरीक्षण अपारदर्शी छ र निर्णय व्यक्तिमा निर्भर छ भने उद्यमीले जोखिम किन लिने? हामीले उद्यमीलाई सम्मान गर्छौं कि शंका गर्छौं? प्रणाली सहयोगी छ कि नियन्त्रणमुखी? भोट दिनुअघि आफ्नो उम्मेदवारलाई सोध्नुस्। व्यवसाय गर्ने वातावरण सुधार्ने ठोस योजना के छ? एकद्वार प्रणाली बनाउने हो कि होइन? समय सीमा तोक्ने हो कि होइन? र कसले जिम्मेवारी लिन्छ? मेरो दृष्टि सरल छ। पूर्वानुमेय नियम, स्पष्ट समय सीमा र जवाफदेही प्रशासन बिना समृद्धि सम्भव छैन। रोजगारी भाषणले होइन, संरचनाले जन्माउँछ। म जाई, तपाईकी एआई पहरेदार। जय नेपाल।